हेलो गाइस, सबैजनाको नमस्ते। म सुमन तामाङ भाइको तर्फबाट हेर्नुहुने कहाँदेखि हुनुहुन्छ। हामी चाहिँ अहिले यहाँ गोकर्णेश्वर स्थित यो जोरपाटीको माथि डाँडामा खै के भन्छ ठाउँको नाम चाहिँ थाहा भएन। अनि हामी दाजुभाइ घुम्न आएको छौँ, हेर्नु सक्नुहुनेछ। एकदम हिलो हिलो बाटो होइन, बन्दी गरेको भवनहरू पनि छ टक्क। हामी दाजुभाइ यता हुन्छ हाम्रो सुजन दाजु। नमस्ते, हजुर शान्त सिजन राई हजुरहरूको सानो प्रत्यक्ष रूपमा अगाडि आइसक्नु भएको छ। हाम्रो दाइ चाहिँ हिँड्नु नसक्ने अवस्थामा आइसक्नु भएको छ र उकालो पनि धेरै नहिँडौँ हाम्रो दाइलाई, किनकि हाम्रो दाइ चाहिँ जगडोल आइपुगेको छ। जगडोल प्रवेश गरिन्छ कि गरिँदैन हेर्नु सक्नुहुनेछ साथीहरू। एकदम राम्रो होइन, अवस्था अनि एकदमै दामी ठाउँ छ। तर टिकट चाहिँ रु भने टिकट हामी हेर्ने क्या सेरेबाट टिकट लाग्नु हेर्न त्यो सेरेबाट एकदम कालो पिचमा हामी यता आइसकेको छौँ। हामी सुमन दाई र म, सुमन भाइ टक्क डुल्ने क्रममा। कस्तो पिच हो यो त, कालो साह्रो। कता हो त के थाहा जान्छ? मलाई चाहिँ घर जाने बाटो चाहिँ थाहा भएन है। हामी चाहिँ यता ओह्रालो झर्दैछौँ, देख्नु सक्नुहुनेछ साथीहरू। अब हाम्रो सुजन दाइले लाँदै हुन्छ एकदम मजाले टक टक हिँड्दै। कहाँ पुग्ने हो के हो कता हो त्यो थाहा नभएको अवस्था। अनि हामी जाँदै जाँदा तल पुगिसक्यौँ र हेर्नु सक्नुहुनेछ भाली, रातो भाली। वाह,